किन छुटेन? अघि मैले छुट्टा छुट्टै परमेश्वर हो भन्दाखेरि कसले हो भनेको थिएँ नि, होइन रे। त्यो तिनटा चाहिँ कहिले पनि छुट्दैन। त्यो यति विश्वास गर्नुहोस् तपाईँहरूले। यो भित्तो एउटा जे छ नि सिमेन्ट, उनीहरू यसलाई अलग गर्यो भने यो यसको अस्तित्व रहन्छ, रहँदैन। त्यो भएर परमेश्वरमा आदिले हुन्छ नि त। पिता पुत्र र पवित्र आत्मा उहाँको जुन व्यक्तित्व छ, जुन गुण छ, जुन स्वभाव छ, अनि जुन पर्सनालिटी छ, त्यो चाहिँ कहिले पनि परिवर्तन हुँदैन। त्यसलाई कहिले पनि छुट्याउन सकिँदैन। त्यसैले यहाँ के भन्दछ त, एक परमेश्वरको नाममा देऊ भनेर भनेको छैन। हालेलुया। कसको नाममा भनेको छ त? पिता पुत्र र पवित्र आत्माको नाममा बपतिस्मा देऊ। त्यो भएर के भयो त? तीनटामा एक भयो कि भएन? तीनटामा एक भयो नि, होइन? तीनटा चाहिँ के भयो? अदृश्य स्वरूप भयो। तीनटा चाहिँ गुण भयो। तीनटा चाहिँ स्वरूप भयो। तीनटा चाहिँ व्यक्तित्व भयो। तर अस्तित्व चिनिने नाम चाहिँ के भयो? एक परमेश्वर। हालेलुया। बुझ्नुभयो? अल्छी लाग्छ। अब अर्को कुरा यहाँले बुझ्न के जरुरी छ भने, पिता परमेश्वर, हेर्नुहोस् है, पिता परमेश्वर, प्रभु येशू ख्रीष्ट, पुत्र प्रभु येशू ख्रीष्ट परमेश्वर एक होइन है। पिता परमेश्वर, कुरा बुझ्नुहोस् है, पिता परमेश्वर, पुत्र येशू ख्रीष्ट परमेश्वर होइन। पुत्र येशू ख्रीष्ट पवित्र आत्मा परमेश्वर पनि होइन, र पवित्र आत्मा परमेश्वर पिता परमेश्वर पनि होइन। तीन त तीन हो, यसभित्र तीनै छ, तीनटै व्यक्तित्व छ, तर पिता छुट्टै हो, फरक हो। पुत्र छुट्टै हो र पवित्र आत्मा पनि छुट्टै हो। यिनीहरू फरक फरक परमेश्वर हुन्, भित्र चाहिँ एउटै छन्। मिलेर उहाँहरू काम गर्नुहुन्छ, एक अर्काको सम्मान गर्नुहुन्छ, उहाँहरू समान हुनुहुन्छ, कोही ठुलो सानो छैन, होइन? मिलेरै काम गर्ने हो। तर उहाँहरूको पर्सनालिटी र गुण र व्यक्तित्व चाहिँ फरक फरक छ। त्यसले गर्दाखेरि पिता पुत्र होइन, पुत्र पवित्र आत्मा होइन, पवित्र आत्मा पुत्र। बुझ्दै हुनुहुन्छ नि, होइन? किन त? यसको पनि जवाब छ। जवाब बेगर त बोल्नै हुँदैन त। शिक्षकले जवाब बेगर बोल्यो भने यो शिक्षकको दण्ड हामीलाई आइलाग्छ। तपाईँहरूभन्दा घनघोर दण्ड, किनभने मैले दिएको जवाबले तपाईँहरू बिग्रिने हो नि त, होइन? यसले तपाईँहरू विश्वास गर्दै हुनुहुन्छ भने यही मैले गलत जवाब दिएँ भने के होला त मेरो हाल? म त नर्क होसित। त्यसले गर्दाखेरि होइन, यसको जवाब चाहिँ के हो त? कसरी पिता पुत्र र पवित्र आत्मा फरक छ? उहाँहरूको गुणै फरक छ, स्वभावै फरक छ, तरिकै फरक छ, विचारै फरक छ। हेर्नुहोस् है कसरी फरक छ। युहन्ना उत्पत्तिखेरि होइन, परमेश्वरले, परमेश्वर पिताले है, परमेश्वर पिताले पुत्रद्वारा, बुझ्नुहोस् है, परमेश्वर पिताले पुत्रद्वारा सारा सृष्टि गर्नुभयो। को द्वारा? पुत्रद्वारा। हो कि होइन? कसरी हो भनेपछि त कसरी सोध्नु पर्यो त? लु भन्नु कसरी? त्यसको पनि पुष्टि छ बाबा, त्यसको पनि पुष्टि छ र त कसरी भन्दैछु त? तपाईँले नभने बित्तिकै त मैले पुष्टि गर्नु पर्छ। ल परमेश्वर अदृश्य रूपमा नो 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 अनि पुत्रलाई पठाउनु भयो। नो 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 नो, त्यो एन्सर होइन, त्यो एन्सर गलत हो। यहाँ के भन्छ भन्दाखेरि पिता परमेश्वरले सबै सृष्टि गर्नुभयो, पुत्र येशू ख्रीष्टद्वारा सृष्टि गरेको हो। वचनको येशू ख्रीष्ट हो, पुत्र हो वचन। त्यही वचन चाहिँ के हुनुभयो? देहमा आउनुभयो कि मानिसको रूपमा आउनुभयो। अनि वचन बोलेको आदि सारा सृष्टि भएको हो राजा।
पिताको कार्य के रहेछ? एउटा योजना बनाउने गर्ने कसले गर्नुभएको रहेछ? अनि पिता परमेश्वरले के गर्नुभयो? पुत्रलाई धरतीमा पठाउनु हो। रियालिटी हो नि त। अघि पनि बाबुले भन्दै युहन्ना 3 को 16 के भन्छ होइन? युहन्ना 3 को 16 हो। परमेश्वर पिताले पुत्रलाई के गर्नुभयो? बलिदानको लागि धरतीमा पठाउनु भयो, पापको छुटकाराको लागि, मान्छे जातिका लागि। अनि पुत्रले चाहिँ के गर्नुभयो? अब कामको फरक उहाँले त पठाउनु भयो। अब पुत्रको फेरि छुट्टै कार्य छ। पुत्रले चाहिँ पृथ्वीमा आएर मानिस जस्तो हुनुभयो। 100% मानिस है फेरि उहाँ। यसरी बुझ्नु होला, उहाँ 100% मानिस हो र 100% परमेश्वर हो। यस विषयमा कुनै दिन बच्चा आउला। उहाँ 100% मानिस हो, 100% परमेश्वर हो। तर उहाँ 100% मानिस भएको बेला उहाँ परमेश्वरको त्यो शक्ति चाहिँ थिएन। त्यो पनि आउँछ। शक्ति चाहिँ उहाँले आयो भने जब उहाँले बत्तिसमा लिएर ढुकुको पवित्र आत्माले बास गर्नुभयो नि उहाँलाई, त्यस पछाडि मात्रै उहाँले सेवकाईमा छिर्नु भएको छ। त्यसपछि मात्रै उहाँले शक्ति प्राप्त गर्नु भएको छ। नभए तपाईँ हामी जस्तै नर्मल मान्छे हो तर पवित्र हो। हालेलुया। यसको विषयमा कुनै अहिले होइन होइन। पुत्र परमेश्वरले के गर्नुभयो त भन्दाखेरि तपाईँ हाम्रो पापको छुटकाराको निम्ति चाहिँ यो पृथ्वीमा आएर के गर्नुभयो? निष्पोटमा भएर बलिदान दिनुभयो। हालेलुया। काम फरक भयो नि। पिताले पठाउनु भयो, पुत्रले बलिदान दिनुभयो, फरक। अब पुत्र चाहिँ के गर्नुहुन्छ त? अनन्तमा अन्तिममा चाहिँ फेरि यो पृथ्वीमा आउनुहुन्छ भनेर वचनले भन्दछ। फरक हो कि होइन? पृथ्वीमा न्याय गर्न आउनलाई पिता आउनुहुन्छ त? पवित्र आत्मा आउनुहुन्छ त? को आउने भनेको छ त? यसो ख्रीष्ट आउने भनेको छ कि छैन? पुत्र आउने भनेको छ कि छैन? प्रत्येकको फरक फरक कार्य भयो कि भएन त? त्यो भएको कारणले गर्दाखेरि अब पवित्र आत्माको काम चाहिँ के होला त? तपाईँले बाटो पवित्र आत्मा पिउजाउने काम गर्ने हो। हालेलुया। पिउजाउने काम, त्यसलाई हुर्काउने काम, त्यसलाई बढाउने काम। हालेलुया। बुझ्नुभयो प्रश्न? हो, त्यसैले गर्दाखेरि कार्य त फरक हुन्छ नि त, हो कि? पिता पुत्र होइन, पुत्र पवित्र आत्मा होइन, पवित्र आत्मा फेरि पिता हुन्छ है। यसरी नबुझ्नु होला, एकै भित्र रहेर होइन। त्यसै गर्दाखेरि जहिले पनि पिता पुत्र र पवित्र आत्मा भनेर जोडिएर आएको हुन्छ क्या। उहाँहरूले मिलेर काम गर्नुहुन्छ होइन, मिलेर काम गर्नुहुन्छ। उहाँ छुट्टिनुहुन्न। उहाँ एउटा यस्तो किसिमको सङ्गठन छ। बरु हामी चर्चका मान्छे होइन, तर उहाँ छुट्टिनुहुन्न कहिले। हिजो पनि त्यस्तै हुन्छ, आज पनि त्यस्तै हुन्छ, अनन्तसम्म त्यस्तै रहन्छ। यही परमेश्वरमा, एक परमेश्वरमा तीन व्यक्तित्व के पिता पुत्र र पवित्र आत्मा। यो चाहिँ व्यक्तित्व है। पिता पुत्र र पवित्र आत्मा भनेर परमेश्वर भनेर चिनिँदैन होइन। छुट्टा छुट्टै परमेश्वर चाहिँ हुनुभयो। हामीले बुझ्दा चाहिँ के हो भने एक परमेश्वर अथवा तीन व्यक्तित्व मिलेर। व्यक्तित्व भनेको मिलेर के भन्यो? ढिक्को भन्यो। त्यो ढिक्कोलाई चाहिँ हामीले के भन्यौँ? एक परमेश्वर। बुझ्नुभयो? तीनटा पिता पुत्र र पवित्र आत्मा मिलेर के भन्यो? एउटा व्यक्तित्व बन्यो, गुण बन्यो, स्वभाव बन्यो, कार्यशैली बन्यो, तरिका बन्यो। यो तीनटा चाहिँ ठ्याक्कै एकै ठाउँमा पिता पुत्र र पवित्र आत्माको नाममा बत्तिसमा देऊ भनेको छ कि छैन? पिता परमेश्वर गुरुबाले जहिले भन्नुहुन्छ पिता परमेश्वर पुत्र प्रभु येशू ख्रीष्टको अनुग्रह र पवित्र आत्माको सङ्गति अनि सहभागिता तपाईँको दोस्रो आगमनमा आउँदैछ, हामीमा उपस्थित हुनुहोस् भनेर हामीले वचनले सिकाउँछ कि सिकाउँदैन? त्यो वचन कहाँ छ भन्नुहोस्?
पिता परमेश्वरको प्रेम, पुत्र प्रभु येशू ख्रीष्टको अनुग्रह र पवित्र आत्माको सङ्गति तिमीहरू सबैमा रहोस्। यो भनेको के हो त? तीनटा व्यक्तित्वलाई जोडेको हो। तीनटा व्यक्तित्वहरू एकै ठाउँमा सधैँभरि आउनु भएको छ। तीनटा व्यक्तित्वको एउटा ढिक्को भयो। त्यो एउटा ढिक्कोलाई हामी के भन्छौँ? एक भन्छौँ। एक के? एक परमेश्वर। हालेलुया। हो, त्यसैले गर्दा विद्वानहरूले यो कुरालाई पुष्टि गरेको अनुभव पाइसकेपछि बाइबलका विद्वानहरूले त्रिएकताको सिद्धान्त अनि त्रिएक परमेश्वर चाहिँ यो। हालेलुया। बुझ्नुभयो नि होइन? प्रष्टसँग ल आउनुहोस्।